फाइनली गाइस आज मेरो साथीले 5-6 महिनापछि भेट्न जाँदैछु। फोन गरिरह चिदाइज भनेर गाली गरिरह के भन्छ त्यसले मलाई बित्था हालिदिँदै छैन। जामाइ हेरेपछि भेट भएको कतै जाउन बस्नु भनिरहेको छु। त्यही भएर म नाङ्गे छु नुहाएर आएको भर्खर बिउरिरहेको त्यसलाई त्यसले मलाई के भन्नु रहेछ बोलाएर अब त भित्र आउँछु। सो फाइनली मैले साथीले नि भेटिसकेँ। यसले के मलाई के भनिस् गाली गरिस् के बोल्नु। अब यहाँदेखि अब हाम्रो चाहिँ धेरै लगभग 5 किलोमिटर 7 किलोमिटरको दुरीको यात्रा हुँदैछ। भर्खरै नजिक रातको साँझको घाँटी गर्छ। हामी एकदम छिटो नै गर्ने तयारीमा छौँ। त्यही भएर अब हामी चाहिँ हिँडिहाल्यौँ बिस्तारै बिस्तारै तपाईँहरूलाई देखाउँदै गर्दै हुन्छ है। सो कभर नि लगाएको छैन। लास्ट हतार त्यस्तै भएर बुढो भइन्छ यार। कस्तो हाँस्छ हेर्न यो यस्तो हाँसिदिन्छ हेर्न बुढो भयो नि यार। आजकोहरूमा 3000 लाग्न लागिसक्यो यार होइन। गाइसहरु सो गाइस अगाडि रोक्ने देख्नु होला है गाइस। यस्तो पाहाडको बाटो यस्तो हिँड्नुपर्छ गाइसहरु। जाँदैछौँ हामी कहाँ जान्छौँ तपाईँले देखाउँछु तपाईँलाई। जानुपर्ने गन्तव्य चाहिँ नभन्न हो देखाउनुपर्छ। फाइनली टक्क लगाएर आइसक्यौँ। टक्क लगाएर हामी आइसक्यौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो ठाउँ। तपाईँहरूले गेस गर्न सक्नुहुन्छ त्यहाँ हुन्छ त्यहाँ हुन्छ जान्छौँ। ल हामी चाहिँ टक्क लगाएर चाहिँ माथि जान्छौँ। यो चाहिँ यो नास्ता हो होइन के के छ भन्ने कुरो देखाउँछु। यस्तो राम्रो ठाउँमा आउन सक्नुहुन्छ गाइसहरु। यस्तो स्वर्ग आउनु है खासको ढिलै नै भन्ने अब रात परिसक्यो त्यही भएर चाहिँ साह्रै रमाइलो खुसीहरू ल्याएर उहाँको बेला जहिले यस्तै हुन्छ। उहाँको जहाँ पनि गयो बेला यस्तै हुन्छ। ल नो निस्टप है नो निस्टप। फाइनली त्यसले नो निस्टप हानिसक्यो भने मलाई दामी बनाएर जाँदा बोले हेरेपछि आइयो। खास यो पनि खासै देखिन्न यार। बालापनको याद आयो यार। यसलाई के भन्छ अरे खासमा गाउँले भाषामा के भन्छ अरे? ओ झोलुङ ए डाँडी डाँडी मेन अर्ग्यानिक भाषा चाहिँ डाँडी। यस्तो आनन्द स्वर्ग जस्तो ठाउँमा आएर तपाईँहरूले धेरै रमाइलो लिन सक्नुहुन्छ गाइसहरु। साह्रै रमाइलो ठाउँ छ। बाटो लाग्यो चढेको डाँडीमा। डाँडीमा म चाहिँ फर्स्ट टाइम चढेको। पहिला चढ्न पाएन बाँच्चे थियो फेरि बनाएको रहेछ। आजभोलि नयाँ बन्दा रहेछ है। धेरै धेरै धन्यवाद छ। साह्रै रमाइलो लाग्यो झुलुनी ठाउँमा आएर चाहिँ। एकदम यहाँ आएपछि तपाईँहरूको दुःख पीडा सब मनबाट
विचलित हुन्छ कि मनबाट तपाईँहरूको सबै है। यस्तो रमाइलो ठाउँ छ तर एकपटक चाहिँ घुम्न चाहिँ आउनु नबिर्सिनु होला है यो प्युठान झुलेनी भन्ने ठाउँमा चाहिँ। त्यति नै हो मेरो अरू चाहिँ भन्नु चाहिँ केही छैन। कसले हल्लाउँछ म हल्लाइ सोफा जस्तो छ सोफा नि हो। आउने ठाउँलाई यो झुलेनी भन्छ क्या। सोफामा बसेर मजा लिँदै हुनुहुन्छ हाम्रो चाहिँ प्यासी भलकको चाहिँ हाम्रो एकदम ऊ हुनुहुन्छ लिडर हुनुहुन्छ मान्छे। प्यासी भलकको मान्छे सबैले साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनुहोस्। त्यस्तै त हो नि है गाउँले जिन्दगी, घुम्ने फिर्ने रमाउने खाने त्यस्तै छ। हेर्नुहोस् देख्न सक्नुहुन्छ झुलेनीलाई सर र तपाईँहरूलाई म तपाईँहरूलाई देखाउन चाहन्छु। फोन आएको आइस फोन गरिरहेछन् साथीले तलबाट बसेर कुरिरहेछ हामीलाई। देख्न सक्नुहुन्छ गाइज इलामको चिया बगान भन्दा फरक नपर्ला हाम्रो यो चाहिँ प्युठानको झुलेनीलाई देख्न सक्नुहुन्छ तपाईँहरू ब्याकग्राउन्डमा यस्तो राम्रा सिनहरू। ल सो गाइस फाइनली हामी चाहिँ नास्ता खान लागिरहौँ टक्क लाएर। तपाईँले देख्न सक्नुहुन्छ होइन पानीको बोतल हो यो टक्क लाएर। यहाँ छ के नाम भने दल चेयर। यो चाहिँ हाम्रो चिजबल, हाम्रो चाहिँ एउटा भाइ आउने छ त्यसको लागि हो चिजबल। यो चाहिँ गर्मी नि छ चिसो नि छ त्यही भएर यसको हल्का पिउनको लागि पानी। यो चाहिँ यो सेपोटको लागि भन्नु यो चाहिँ के हो बच्चा बच्चीलाई खाने त्यस्तो हो है। अरू चाहिँ केही छैन। यति हो हाम्रो आजको। ल फाइनली हाम्रो नास्ता यति हो टक्क लाएर अब हामी खान्छौँ। यो चाहिँ मेरो नि फेभरेट हो। यो चाहिँ होइन यो चाहिँ लेडिजको फेभरेट हो नि। यो त जब कि लेडिज होइन यात्रा गर्छन् नि, यात्रा गर्ने क्रममा बहुत खान्छन् यो होइन एकदम बहुत टेस्टी। जहाँ पनि यो लेडिजले प्रायः जस्तो मनपर्ने लेडिजले हेर्नुहुन्छ भने टक्क लिएर आफ्नो साथीहरूले टक्क मेन्सन गर्नु होला यहाँ खाना। हाम्रो नास्ता ल यो पनि फल्टो त्यसलाई पनि फल त्यसलाई पनि फल। त्यस गरिहाल्नु। साह्रै मिठो छ हौ चिसो, साह्रै मिठो। यस्तो गर्मी छ हेर्नुहोस्, चैत वैशाख लागिसक्यो गर्मी, त्यसमा त्यस्तो चिसो खाँदाखेरि आनन्द, साह्रै आनन्द। त्यसमा तपाईँको यो स्वर्ग जस्तो ठाउँमा आएर यसरी बसेर मनको पीडा बुझ्नु यसरी बस्नु साह्रै आनन्द गाइजहरू। तपाईँहरू एकचोटि चाहिँ म धेरैचोटि भनिसकेँ, अवश्य नै एकचोटि यो झुलेनी भन्ने ठाउँमा चाहिँ साँझको करिब 6 बजिसक्यो। हाम्रो यात्रा जारी नै छ, निरन्तरै छ। बसेर रमाइलो गर्ने, तपाईँहरूसँग भेटघाट हुने, दुःख सुखको कुरा गर्ने, यस्तै त हो मान्छेको जिन्दगी। के छ र मरेर लाने केही होइन। हेर्नुहोस् गाइजहरू, आखिरमा चाहिँ मरेर लाने केही होइन। बापभरि चाहिँ रमाइलो चाहिँ गर्नुपर्छ गाइजहरू। रमाइलो नै गर्ने भविष्य नै सोच्नुपर्छ गाइजहरू। तर के गर्नु, तर भविष्यको चाहिँ आफूलाई अब सोच्नुपर्छ भन्ने मनले चाहिँ अब सोच्छ के अरे, तर व्यवहारमा चाहिँ हल्का लागु हुन्छ कि गाइजहरू। त्यही त हो छोरो मान्छेको जिन्दगी। छोरो प्लस छोरीहरू, तपाईँहरू साथी, केटा साथी, केटी साथी, यति हो मित्रहरू गाइजहरू। यति नै हो मेरो भन्नु। सो
एकछिनमा हामी नास्ता खान्छौँ त्यसपछि हामी चाहिँ फर्किहाल्छौँ हामी पर्खिहाल्ने टाढो सल्लाह जस्तो छ यो एकदम कति घरमा बसिरहे आज खुसी खुसी आमा पनि घर दिनु हो सो खुसी लाग्यो 5 महिना 6 महिना बसिसक्यो करिब 6 महिना बसिसकेको त्यही हो नास्ता खान्छौँ फाइनली हामी अब घरतिर लाग्छौँ हामी अब नास्ता नि भइसक्यो सो के भन्न चाहन्छस् लास्ट इन्डिङ अब के भन्न चाहन्छ सन्तोष गाइजहरू अब एकचोटि चाहिँ झुलेनीलाई चाहिँ एकचोटि हल्का अब तपाईँहरू एकचोटि होला माया गर्नु होला अब हामी चाहिँ झुलेनीमा बसेर हाम्रो चाहिँ मनको पीडाहरू है दुनियाँ पोखेर यस्तो इन्जोय तरिकाले इन्जोय गरेर फर्किँदैछौँ गाइजहरू सबैले माया गरिदिनु होला सबैले सपोर्ट गरिदिनु होला सबैले माया गरिदिनु होला है सबैलाई धेरै धेरै सम्झना छ त्यही नै हो यो भन्दा म अरू केही भन्न चाहन्न गाइज ल तिम्रो केही छ भने सबैजनाले सब्सक्राइब गरिदिनु प्यासी भ्लग -S अनुफ सब्सक्राइब गरिदिनु होला सो तपाईँको एउटा सब्सक्राइब मैले धेरै हेल्प हुनेवाला छ धेरै गर्नु छ सो होइन एकदम सपोर्ट गरिदिनु होला कस्तो भिडियो मन परेन त्यो पनि गरिदिनु होला कसरी गराउन सहज हुन्छ त्यो पनि भनिदिनु होला खोलेर चाहिँ हेरिदिनुहोस् मन पर्यो भने चाहिँ ठिक छ अब मन परेन सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला तर चाहिँ एकचोटि चाहिँ टक्कै हेरिदिनु होला एकचोटि प्रयास गरिदिनु सबैलाई चाहिँ सबैजनाले तपाईँहरूको यो भिडियो जहाँसम्म पुग्छ जहाँसम्म पुग्छ है सबैले एकचोटि सब्सक्राइब गरिदिनु होला एकचोटि भिडियो हेरेर चाहिँ सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला हाम्रो चाहिँ प्यासी सरलाई भ्लग -S अनुफ ल त्यति नै हो अरू बाई बाई सबैजनाले बाई बाई ल बाई बाई गाइज ल